नमस्ते दर्शकवृन्दहरू, आज फागु पूर्णिमाको दिन पूजाको लागि हामी तयारी गर्दैछौँ। आज मन्दिरमा के कस्तो रमाइलो हुनेछ त्यो सब भिडियो मार्फत म देखाउने कोसिस गर्नेछु तपाईहरुलाई। मेरो भिडियोलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। चखरी माईको दर्शनको लागि हामी हिँड्दैछौँ घरबाट। देख्न सक्ने भए तिमी डरेर खान्थ्यो होला। हेर्नुहोस्, मन्दिर दर्शनको लागि हिजो बेलुका नै आएर लाइनमा बस्नुभएको छ। के हिजो बेलुकै आएर यहाँको धार्मिक आस्था चाहिँ के रहेको छ भने पुर्खौँदेखि आफ्नो पिताको आफूले मागेको चिज छ भन्ने धार्मिक आस्था रहेको छ यो चखरी माईको। यहाँ आउनुभएका सम्पूर्ण भक्तजनहरू जति भएको छ, बेलुकादेखि नै जात्रा लाग्ने काम हुन्छ भने र बिहान आज बिहान चाहिँ पूजाको कार्यक्रम रहने गरेको छ। र यहाँको इतिहासको विषयमा म केही कुरा यहाँका सन्त र अग्रजहरूसँग बुझ्ने कोसिस गरेछु। एकदम मौलिक यो चखरी माई भनेको चाहिँ 4000 वर्ष पहिलादेखि नै यो चाहिँ यहाँ चाहिँ स्थापना भएको मन्दिर रहेछ होइन। ऐतिहासिक बोकेको मन्दिर भएको हुनाले यहाँ चाहिँ एउटा धर्मको आस्था लिएर भक्तजनहरूको यहाँ आउने गर्छ। त्यसैले एउटा यहाँ आइसकेपछि आफूले मागेका मनोकामनाहरू पुरा हुन्छ भन्ने आस्थाले गर्दा यो ठाउँमा भक्तजनहरूको राम्रो उपस्थिति भइरहेको छ। र यहाँ समितिहरूले पनि सकेको व्यवस्थापन गरेर कसरी हुन्छ यो चखरी माई मन्दिरको व्यवस्थापनको लागि गर्दै आएको छौँ। र सबै यो ठाउँको
व्यवस्थापन गर्नको लागि यहाँका सबै मान्यजनहरू यहाँका सबै हाम्रा अग्रजहरूले दिएको सुझाव सल्लाह अनुसार हामी गरिरहेको छौँ र यहाँ पुरानो आस्था चाहिँ के छ भन्दा यो बागेश्वरी गणेश धाम भन्दा पनि पुरानो इतिहास पुगेको मन्दिर हुनाले यहाँ चाहिँ धेरैको आस्था रहेको छ र यो प्रचार अलि नभएकोले गर्दा अलिक पछाडि परेको जस्तो लाग्छ हामीलाई। अब म यहाँ 8-9 वर्षदेखि निरन्तर अध्यक्ष पदमा रहेर काम गरिरहेको छु। आफ्नो आफ्नो ठाउँबाट प्रचार गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्छु। हामी दुईजना आँखा देख्न सक्दैन भाइ, हामी दुईजना आँखा देख्न सक्दैनौँ होइन, तर सक्षम भएको भए त किन यसरी मन्दिर भनेको म 7 वर्ष उमेरदेखिको मानिगुडी आएको मन्दिर हो। यो मन्दिरमा बाघ गुर्जिन्थ्यो है। यो यहाँ च्याङबा टोलबाट लामो टोलसम्म बाघ गुर्जिन्थ्यो। अनि त्यहाँबाट हामीले भोलिपल्ट गरेर सबै गाउँघरको मान्छेले भेटी असिता ल्याएर गरेर हात जोडेर गर्दाखेरि अनि त्यो बाघ गुर्जिनु छोड्छौँ। यहाँ धेरैले भाले काटे, धेरैले खसी काटे, धेरैले बोका काटे होइन। अहिले त्यो अवस्था चाहिँ हुन्छ। जखडी माईको भनेपछि यो पुरानो अवस्थाको मन्दिर हो। के आस्था लिएर चाहिँ पूजा गर्न आउनुभएको? हामीले चाहिँ यहाँ पहिलादेखि नै पूजा गरिराख्ने चलन भएकोले, साथै यहाँ मन्दिरमा पूजा गर्दाखेरि सबै कुराहरू पुरा हुने भन्ने एउटा मान्यता रहेको कारणले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ आस्था नै भनौँ। अब भएको कुरा, आफूले सोचेको कुराहरू, आँटेको कुराहरू पुरा होस् भन्ने तरिकाले नै हामीले पूजा गर्न आउँछौँ यहाँ चाहिँ।